सो हाई एभ्रिवान, आज हामी जाँदैछौँ विन्टर वन्डरल्यान्ड है त। आज विन्टर वन्डरल्यान्ड गएर हेरौँ आज हामी के गर्छौँ विन्टरल्यान्डमा भनेर। सो लेट्स गो। अब बस समात्छौँ बस स्टपबाट, अनि सेन्ट्रल लन्डन गएर विन्टर वन्डरल्यान्ड गएर आजको डे आउट सबै तपाईँलाई देखाउँछु है त। हामी चाहिँ अब रेडियो स्टेसन पुगिसकेको छौँ। चट्ट लाएर अब त्यहाँ एउटा कफी मगाएर कफीमा चिनी हाल्दैछु म चाहिँ होइन। चिनी हालेर घोलेर खानलाई, अनि मजाले त्यसलाई घोले होइन। अनि खाने बेला हेर्नु नि त्यहाँ के हुन्छ कि ट्याक्क लगाएर मेरो कपडामै त्यो सबै कफी बोकिन्छ भने कन्टेन्ट बनाउनु नि के गर्नुपर्ने। लुगामा लगाएर कन्टेन्ट बनाउँदा पर्छ है गाडी पनि। चट्ट यसरी यहाँ दाब्ने, अनि यहाँ ग्रिन बल छ, अनि ग्रिन बलेपछि मात्र जाने हो। यहाँ दाबिसकेको छ चट्ट लाएर। टिट गर्छ, सुनिराख्नु भयो होला, टिट गरेको। यसरी ग्रिन बल छ। हामी यहाँ ट्रेन स्टेसन आइसकेको छ। टिकट पनि काटिसकेको छौँ। एउटाको प्राइस हेर्नुहुन्छ भने यहाँनिर 20 पाउन्ड छ। एउटाको प्राइस हेर्नुहुन्छ भने यहाँनिर कति 13 पाउन्ड छ। सो देख्नुभयो रेल कार्ड हुँदा र नहुँदाको डिफ्रेन्स कति हुँदो रहेछ भनेर यसरी थाहा हुन्छ। यो चाहिँ लगभग 35 पाउन्डको टिकट हो गाइज। सो आज चाहिँ हामीसँग विन्टर वन्डरल्यान्डको लागि टोटल 100 पाउन्ड क्यास छ। आज हामीले 100 पाउन्ड क्यास चाहिँ स्पेन्ड गर्नेवाला छौँ त्यो भित्र गेम सेम खेलेर। अझै हामीसँग चाहिँ 100 पाउन्ड 200 पाउन्डको हाम्रो टोटल बजेट हो। 100 पाउन्ड क्यास, 100 पाउन्ड क्रेडिट कार्ड। तर सकेसम्म हामी एकदमै खर्च थोरै गर्न ट्राई गर्छौँ, तर बजेट हाम्रो त्यति हो, भ्यालु त्यति हो। त्यही भएर यो आज पैसा हामीले गएर वन्डरल्यान्डमा सकाउनेवाला छौँ हामीले चाहिँ। अनि विन्टर वन्डरल्यान्डको टिकट पनि काटिसक्यौँ। टिकट चाहिँ हामीले अनलाइनको थ्रुबाट काटेको हो। तपाईँहरूले पनि काट्न सक्नुहुन्छ। हेर्नु, डोन्ट मिस द यो फन भ्याली जान चाहिँ मिस नगर्नु होला। हामीले टिकट पनि काटिसक्यौँ। त्यस्तै अराउन्ड 30 पाउन्ड समथिङ लाग्यो, तर इन्क्लुडेड त्यसमा हाम्रो गेम पनि थियो। गेम चाहिँ हामीले आइस स्केटिङवाला गऱ्यौँ टिकटमा चाहिँ। अब गएर अरू गेम खेल्नको लागि चाहिँ यही भएर पैसा लिएको छौँ हामीले। अनि एउटा गेम चाहिँ टिकटमा इन्क्लुडेड छ, त्यो इन्ट्री टिकट पनि हो। टोटल 30 पाउन्ड है त गाइस। अब सियु त्यहाँ गएर है। जस्तो भिड छ, अब भिडबाट पास हुनुपर्ने छ। हामीलाई चाहिँ टिकट हालेर भित्र लम्बै छिर्नुपर्छ। जाउँ अनि त्यहाँ गएर इन्ट्री गरौँ, अनि त्यसपछिको भिडियोहरू। हामी चाहिँ अब भुटकर जाँदैछौँ। भुटकर गएर हेर्नलाई अब टिकट काट्दैछौँ। यहाँ टिकट पाइसक्यौँ हामीले चाहिँ। अब यहाँ लाइन बसेर जाँदैछौँ हामी। अब हामी चाहिँ ट्राई गर्न गइरहेको छौँ 100 वाला। You dare approach it. Your once grand windows are shattered, the walls covered in creeping ivy that seems to choke the very life out of the living. हामी चाहिँ अब यो पछाडिको गेम खेल्छौँ होला। ट्राई दिस वान। हामीले एउटा भुटकर पनि खेलिसक्यौँ। त्यही अनुसार आज हाम्रो बजेट अनुसार हाम्रो 200 बजेटमा हामीले 7 पाउन्ड भुटकरमा सकायौँ। अब यसमा हेर्नु कति पैसा सकिन्छ, अनि खानुपर्छ। अब पहिला चाहिँ हामी केही खान्छौँ होला, अनि त्यसपछि यो राइडमा जान्छौँ है त। यहाँ समोसा लिइसकेको छौँ, चिया, अनि यो मेरो चिसो ड्रिङ्क्स। अब हामी ग्वाम खान्छौँ है त। त्यो समोसा खाएर भन्छु कस्तो छ है। तर महँगो चाहिँ लास्टै महँगो। हेर्नु, जाँदा यति कुरा लिएको, एउटा डोसा लिएको, मोर देन 30 पाउन्ड भइसक्यो। हाम्रो बजेट 50 पाउन्ड क्रस भइसकेको छ अलमोस्ट। अर्डर गरिसकेको छ। टेस्ट गरेर भन्छु। ब्ल्याक होलमा इन्ट्री गर्दैछौँ।
ओ माई गड ओए दिमाग चक्राइरहेको छ त यार त्यो दिमाग चक्राउने जस्तो ट्राई गरिरहेको छौँ हामी भिआरवाला गेम खेल्यौँ हामीले तर द्याट इज नट टु मच वर्थ इट पैसा हेरिकन तर इट वाज फन टु प्ले द्याट गेम या स्केटिङ स्केटिङ गर्न हामी गइरहेको छौँ आएर न सकिन्छ सकिँदैन लिटरली गाइज आइस स्केटिङ गर्न आएको हालत यस्तो भइरहेको छ Sorry, don't use your phone while you're on ice. Oh, okay. Wonderland skaters, we do hope you are having a great time on the ice. Just to let you know. Everyone can win in the Pepper Christmas bag game. Anyone can play, everyone can win in the Pepper Christmas bag game. There goes another lucky How was it? It was too much terrifying. लास्ट डर लाग्यो त्यो सकिँदैन गाइस त्यो अरूभन्दा नि त्यस्तो फिलिङ हुँदा चाहिँ अब अब टु क्विट यार तर त्यस्तो डर लाग्दो पनि होइन जति सोचेको थिएँ त्यति डर लाग्दैन थ्याङ्क यू दुई तिनवटा गेम खेल्यो इट वाज टु मच हार्ड यार मलाई त लास्ट गाह्रो भयो अझै एउटा खेल्छु भनेर सोच बनाएको थिएँ तर अर्को खेल्न मेरो स्थिति छैन म सक्दा पनि सक्दिनँ आई एम टोटल्ली ब्ल्याङ्क आउट राइट नाउ अब यसो एक्सप्लोर गरेर हामी घरतिर जान्छौँ हामी चाहिँ अब गेम सेम खेलेर टक्क लाएर निस्किसकेको छौँ घरतर्फ तर घर जानुभन्दा अगाडि अलिअलि ग्रोसरी सपिङ गर्नुपर्ने थियो त्यो चाहिँ अब हाम्रो टक्क किनिसकेर म चाहिँ त्यहाँ एउटा गरेर स्क्यान गर्दैछु सबै खानेकुराहरू अब यति जब ग्रोसरी किनेको कति लाग्दो रहेछ भनेर पनि तपाईँहरूलाई देखाइरहेको छु सो एउटा आइटमहरू स्क्यान गरिरहेको छु अब त्यो स्क्यान गरिसकौँ अनि पे गरौँ अनि त्यसपछि कति हुन्छ आजको खर्च गेम सेम सबै गरेर अल टुगेदर गरौँ अनि त्यसपछि नेक्स्ट ब्लगमा भेट्ने है त गाइजहरू सो अब चाहिँ हेरौँ यति सामान हामी सामान किनिसकेको छौँ 52 पाउन्ड टोटल भएको छ हाम्रो यति जाओ सामानको अब टक्क लाएर पेमेन्ट गरौँ कार्ड पेमेन्ट गरिसकेँ मैले चाहिँ अब पेमेन्ट गरेर घरतिर लाग्नुपर्ने हुन्छ थ्याङ्क यू सो मच फर वाचिङ आवर ब्लग सामान बोकेर भनेको यस्तै रहेको थियो आजको शुभ बिहानी तपाईँहरूसँग मिलेर मनाइहालेको थियो अब चाहिँ हामी घर जान्छौँ एकदमै लास्टै टायर्ड भइसकेको पनि छौँ अनि आजको हाम्रो पैसा पनि मजाले उड्यो मोर देन 200 पाउन्ड आउनु आज लगभग कति पैसा सक्यो होला सो यु क्यान इमेजिन कस्तो गाह्रो छ यता युकेमा बसेर कति खर्च हुन्छ भन्ने कुरा आइफोन चलाएको आइप्याड चलाएको मोटरसाइकल चढेको गाडी चढेको मात्रै देख्छन् तर एक्सपेन्सेस कति छ भनेर देख्दैनन् तर खुसी लाग्यो आजको भ्लगमा तपाईँहरूसँग भेट भयो सी यु अन नेक्स्ट भ्लग